जाडो जाडो छ। सबैलाई नमस्कार है त। जति पनि मेरो टिकटक या फेसबुकमा जोइन हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध छ। चुनाव आउँदैछ है। चुनावमा को राम्रो को नराम्रो होइन भन्ने कुरा छुट्याउन गाह्रो छ। यो मान्छे राम्रो हो र भोलि नराम्रो गर्छ, या आज राम्रो छ भोलि नराम्रो गर्छ, या भोलि होइन राम्रो गर्छ आज नराम्रो छ, हुनसक्छ। यो राजनीतिक भनेको चिज अलिक गम्भीर चिज हो, जसलाई तपाईँ हामी सबैले बुझेकै छौँ, जानेकै छौँ। आज म यो विषयमा त्यति कुरा गर्दिनँ। तपाईँहरूलाई जो सही लाग्छ त्यो व्यक्तिलाई भोट गर्नु होला। भोट गर्नुपर्छ। जसको मतदाता नावलीमा नाम छ उहाँहरूले अवश्य भोट गरिदिनु होला। मान्छे जोसुकै होस्, जुनसुकै पार्टीको होस्, भोट गरिदिनुहोस्। सही व्यक्तिलाई भोट गर्नुहोस्, जसले चाहिँ तपाईँ हाम्रो जीवन सुधारोस्, विकासोस्। याद नराख्नुहोस् कि तपाईँको भोट खेर जान्छ या अर्काले पाउँछ या अर्कोले त्यसको फाइदा उठाउँछ भनेर। भोट गर्नुहोस्, जसुकैले जेसुकै लगोस्, मतलब छैन। तपाईँको गोप्य मतदान है, न तपाईँलाई बाहेक अरूलाई थाहा हुन्छ, न त्यहाँनिर वरिपरि बस्ने सुरक्षाकर्मीलाई या अब त्यहाँ बुथको सुरक्षा गर्ने जोसुकै होस्, एबिसी होइन, कसैलाई थाहा हुन्छ? कसैलाई पनि थाहा हुँदैन। तपाईँले भोट लाउनुहुन्छ त्यो गोप्य मतदान हो। र गोप्य मतदान किन भनिन्छ भन्नुहुन्छ भने कुनै पनि पार्टी, कुनै पनि सङ्घ संस्था, कुनै पनि व्यक्ति तपाईँले भोट हालेको थाहा नपाओस्, तपाईँसँग नरिसाओस्, तपाईँसँग रिसिभी नराखोस् भनेर गोप्य मतदान गरिने हो। तपाईँले गरेको मतदान काउन्ट हुन्छ। तपाईँको नाम हुँदैन, तपाईँको थर हुँदैन, तपाईँको केही पनि हुँदैन। त्यहाँनिर नाम निशाना एउटा केहीसम्म हुँदैन। सिर्फ तपाईँको छाप हुन्छ। त्यो मनले दिनुहोस्। जो मान्छेलाई मनले खाएको छ नि त्यो व्यक्तिलाई भोट दिनुहोस्, जिताउनुहोस् र आफ्नो भविष्य आफै सुनिश्चित गर्नुहोस्। होला पुरानो नेताहरू नराम्रा होलान्, कति है, कति नयाँ नेताहरू पनि नराम्रा होलान्, या कति पुराना नेताहरू राम्रा होलान्, काम गरेका होलान्, कति नयाँ नेताहरूले है भन्नै पर्दैन, नराम्रा पनि होला, आफ्नो ठाउँमा छ। तर यति चिज चाहिँ भन्छु, कसैलाई बाहिरी रूपमा हेरेर जज गर्नुभन्दा चाहिँ उसको भित्री आत्मा, भित्री मन चाहिँ हेर्नु आवश्यकता हुन्छ है त। यो चिजलाई चाहिँ विचार राख्नु होला र मतदान गर्नुहोस् है। सही मान्छेलाई, सही व्यक्तिलाई मतदान गरेर आफ्नो भविष्य आफै सुनिश्चित गर्नुहोला। र म यो व्यक्तिलाई दिनुहोस्, यो पार्टीलाई दिनुहोस् या यसलाई दिनुहोस् म भन्दिनँ। किनभने नेपालभरि सयौँ व्यक्तिहरू छन्,